गुड मर्निङ सबैजनालाई अनि वेलकम टु माई एजिस फ्यामिली भ्लग। आज म धेरै पछि चाहिँ भ्लगमा आएकी छु किनभने मलाई चाहिँ अलिकति अल्छी भयो हैन, मुड स्विङ हुन्छ नि त कोही बेला, अनि त्यसले भ्लग पनि बनाउनु मन लाग्दैन। अनि अहिले चाहिँ फागुन महिना चाहिँ विशेष छ के हाम्रो लागि चाहिँ फागुन 20 गतेबाट चाहिँ हाम्रो परिवारमा चाहिँ बर्थडे स्टार्ट हुन्छ हैन। अनि त्यस कारण म चाहिँ फागुन महिनाको त्यो लास्टमै छ के फेरि सबैको। अनि त्यो बर्थडेलाई चाहिँ मैले सबैजनाको 3 जनाको बर्थडे छ, फागुन 20 गते छोराको, अनि 27 गते छोरीको, अनि 29 गते चाहिँ बुढाको हैन। अनि त्यही भएर 3 जनाको बर्थडे भिडियो चाहिँ एउटै भ्लगमा ल्याउने कोसिस गरेर चाहिँ मैले चाहिँ भ्लग पनि बनाएको थिइनँ हैन। अनि फेरि मलाई जे पाए त्यहीको भ्लग पनि हाल्नु मन लाग्दैन, विशेष स्पेसल चिजहरू चाहिँ मैले क्याप्चर गर्नु मन लाग्छ नि त। अनि त्यही भएर फागुन महिना चाहिँ हाम्रो परिवारको लागि विशेष हो 20 गतेदेखि चाहिँ हैन। अनि त्यही भएर 3 जनाको कल्याब बर्थडे भिडियो लिएर आएकी छु। बर्थडे सिम्पल वेबाट अनि 3 जनाको बर्थडे 3 तरिकाबाट सेलिब्रेट गरेको छौँ हामीले हैन। अनि त्यो बर्थडे भिडियो चाहिँ खास चाहिँ मैले मेमोरीको लागि बनाउने गर्छु जे कुरा पनि। अनि त्यही भएर चाहिँ म हजुरहरु सामु चाहिँ 3 जनाको बर्थडे कल्याब बर्थडे भिडियो लिएर आएकी छु। तपाईहरुले त्यो बर्थडे भिडियोलाई हेरेर चाहिँ सबैजनाले च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट चाहिँ गर्न नबिर्सनु होला भन्दै आजको भिडियो स्टार्ट गर्न जाँदैछु। गुड मर्निङ एभ्रीवान। आज चाहिँ फागुन 20 गते भइसक्यो अनि 8:30 पनि भइसक्यो, मङ्गलबार। आज चाहिँ हामी 3 जना जाँदैछौँ किनभने यो काले केटाको जन्मदिन, हाम्रो काले केटा छोराको जन्मदिन। यता हेर त काले त छैन है, कालेले काले भन्यो भने चाहिँ चित्त दुख्छ, तर यस्तो ह्यान्डसमलाई चाहिँ काले भन्दाखेरि चाहिँ झन् रमाइलो हुन्छ। अनि आज सबैजनालाई धेरै पछि म चाहिँ भ्लगमा मेरो छोरा अनि मेरो दिदीलाई लिएर आउँदैछु कि आज छोराको ह्याप्पी बर्थडेको अवसरमा हैन। ह्याप्पी बर्थडे टु यु वान्स अगेन। ज्ञानी हुनु आजकै जस्तो चाहिँ भनेको कुरा कहिले नचुकाउनु, आजकै जस्तो भनेको मान्नु। सबै यति ज्ञानी भएको छ यसपालिबाट चाहिँ। अनि हामी चाहिँ जाँदैछौँ त्यहाँनिर मन्दिरमा यसो धुपबत्ती बाल्नको लागि। अनि सबैजनाले यो बर्थडेवाला भ्लग हेरेर चाहिँ सबैले हाम्रो छोरालाई ह्याप्पी बर्थडे भन्नु होला, ह्याप्पी बर्थडे विस गर्नु होला हैन। अनि फागुन महिना चाहिँ एकदम स्पेसल हुँदै आइरहेको छ वर्षैभरि, किनभने फागुन महिनामा यिनीहरूले जन्माएर हामीले ठुलो सफलता हासिल गरेको छौँ। अनि हामी दिदीबहिनीले चाहिँ फागुन महिनामा छोराछोरी जन्माएर एकदमै ठुलो सफलता हासिल गरेको छौँ। अनि त्यो सफलताको त अब बयान गरेर साध्यै छैन, यस्तो छन्। नाम पनि प्रतीक, मान्छे पनि प्रतीकै छ। अनि छोराको यस्तो जन्मदिनको खुसियालीमा भ्लग बनाउनु मेरो चाहिँ ठुलो सोख थियो, त्यही भएर 1 महिना होल्ड गरेर बसिराखेको थिएँ। आज चाहिँ मैले जति पनि मेरो यो 1 महिनाभरि मनभरि भएको कुराहरू ओकल्नेछु। मेरो कार यस्तो सानो गल्लीमा आउँदैन, गल्छीमा छिर्दैन, मेरो हाइवेमा मात्र आउँछ। त्यही भएर अनि हामी 3 जना चाहिँ हिँडिरहेको अवस्था। अनि हामी त्यहाँ मन्दिर पुगेपछि पर्दैन, हामी त मेरै कारमा जाने। ल हामी चाहिँ मन्दिर गएपछि भेटौँ है त। त्यो चाहिँ कृष्ण मन्दिर, इमाडोलको कृष्ण मन्दिर चोक। अनि यहाँनिर यस्तो छ, हो यहाँ त यस्तो राम्रो पो रहेछ कृष्ण मन्दिर। कता हो जाने चाहिँ?
श्री कृष्ण प्रणामी नमो नमः। कृष्ण मन्दिर भित्रै हो? बोलत जय जयकार मारा बालाजी ने बधावे मुक्ता फल सखिय श्री जियावर श्याम सुहागे तन मन जीवन प्रभाजी सखिया निरत करे और गावे मारा बालाजी ने सुंदर बदन सुहामणु गाई शुभ जाय बलिहार श्री जियावर जाय बलि हरि सतगुरु हमारे परम निधान हमारे प्रगट भाग्यमा लिएर आउनुपर्छ त्यसको लागि। ह्यापी बर्थडे प्रतीक छोरा प्रतीक। छ्या त्यो चाहिँ नगर न। ह्यापी बर्थडे कार्यक्रम हुँदैछ यहाँ चाहिँ। त्यो बुझ्दैन नि त अरूले ठान्छु भनेर। वाह कस्तो राम्रो। छ्या त्यो नगर न है। ए के गर्छौ? ह्यापी बर्थडे आइपुग्यो लियोन लास्टमा। ह्यापी बर्थडे डियर प्रतीक। ह्यापी बर्थडे टु यु। तिनजनाको बर्थडे पढ्न जान्छ। अनि त्यो बर्थडे चाहिँ मैले चाहिँ स्पेसल्ली यसपालि चाहिँ अब अलिकति नमनाम टाइपले चाहिँ भएको थियो तर पनि मनाइयो। 20 गते चाहिँ छोराको थियो, दिदीको छोराको बर्थडे थियो। त्यो बर्थडे चाहिँ मनाइयो। अनि 27 गते चाहिँ मेरो छोरीको थियो। अनि छोरीको बर्थडे चाहिँ नमनाउने भन्ने खाले सल्लाह भयो हाम्रो। छोरीले पनि बर्थडे नमनाऊ मम्मी, कति मनाउन बर्थडे भनेको थियो। अनि मैले चाहिँ होइन मनाऊँ न त, ताईको त मनायो, तिम्रो किन नमनाउने भन्दाखेरि पछि चाहिँ अनि फेरि छोरीले ठिकै छ मम्मी नमनाऊँ त, इक्जाम पनि आइरहेछ, पढ्नुपर्छ भनेर अनि ठिकै छ भने। अनि जुन दिन बर्थडे आयो, बर्थडेको दिन त्यो दिन त मलाई फेरि अलिकति कस्तो नरमाइलो भयो होइन। अनि मैले चुरुक्क गरेर एउटा केक अर्डर गरेँ। अनि मैले चाहिँ सोचेँ छोरीले चाहिँ बर्थडे चाहिँ सरप्राइज गर्नु पऱ्यो, राति 12 बजे केक काटिदिनु पऱ्यो। अनि त्यसपछि उसलाई पनि सरप्राइज हुन्छ, फिल गराउनु सरप्राइज बर्थडे मनाइदिँदा कस्तो हुँदो रहेछ भनेर। अनि एउटा केक चाहिँ मैले सुटुक्क अर्डर गरेको थिएँ। बुढालाई पनि भनेको थिइनँ, अरू फ्यामिली पनि थाहा छैन। अनि मैले केक पनि 5-6 बजे लिएर मैले माथि मन्दिर राख्ने ठाउँमा चाहिँ लुकाएर राखेको थिएँ, किन फ्रिजमा राखेँ भने त देखिहाल्छ। अनि 10-9 बजे सुतेर म चाहिँ 12 बजे उठ्नु थियो। अनि म सँगसँगै बुढालाई पनि एकदम स्ट्यान्ड बाई राखेको थिएँ। अनि बुढालाई चाहिँ भनेको थिएँ मैले आज छोरीले मैले एउटा केक अर्डर गरेर लिएको छु, उसको लागि चाहिँ बर्थडे सेलिब्रेसन गर्नुपर्छ सरप्राइजवाला, अरू केही नगरे पनि एउटा केक चाहिँ काटिदिनु पऱ्यो भनेर। राति अनि 12 बजे चाहिँ उठेर चाहिँ छोरीले चाहिँ बर्थडेको सरप्राइज केक काट्यो। अनि त्यो चाहिँ 27 गते थियो नि त फागुनको। अनि 27 पछि 28, 29 गते फेरि बुढाको थियो होइन, होलीकै दिन।
What? Do you like this surprise? See? It's okay. Guys, आज चाहिँ मेरो छोरीलाई सरप्राइज केक काटेको छौँ बाबा र मम्मीले अनि एकदमै म चाहिँ सक्सेस भयो एकदम खुसी छु छोरीको लागि मैले अस्ति पनि सोचेको थिएँ उद्देश्य राख्नु एक दिन पुरा हुन्छ भनेर यो चाहिँ एकदम ठुलो मेमोरी हुनेवाला छ होइन सानो मेमोरी हुने चाहिँ यो चाहिँ आमा छोरी बाबाको यो मेमोरी मात्र हामी त्यही भएर एकदम मेमोरेबल हुनेवाला छ यो ब्लग चाहिँ यो बर्थडे चाहिँ मेरो सानोको यो भिडियो बनाएको चाहिँ हामीलाई मात्र थाहा हुन्छ हस् पछि सबैलाई 5 वर्षपछि रिभिल गर्ने गेम हो थ्याङ्क यू सो मच वान्स अगेन ह्याप्पी बर्थडे मेरो बच्चालाई मैले सरप्राइज गरिदिएको बाई बाई मैले सरप्राइज गरिदिएको बाई बाई गुड मर्निङ अनि ह्याप्पी बर्थडे टु यु मेरो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना त सुहासो भयो तिमीले कुदो भने म आफै सुहासो भएँ अगाडिकोलाई लगाइदियो अनि पछाडिकोलाई फुल पनि चढाइदियो गणेश भगवान् कुन चिन्छिन कुमा गर कुरा टेक न कुरा छोरी नुहाइधुवाइ गरेर पूजा गरेर स्कुल जानुलाई रेडी हुँदै
पानी थपिसकेछ त्यतिकै लगाइदिउँ न गणेशलाई हात पोल्ला है त्यहाँ अनि त्यो फुल चढाइदियो एउटा फुल लगाइदियो राइट ह्यान्डले पर्दैन डल्लो लगाइदिउँ न नखस्ने गरी पछाडि कसो सर्नुपर्छ नि देख्यो भने देखेन सोही घुम तिमी बाबासँगै हुन्छ सिधा गर्नु न सिधामा कस्तो तिमी गर त म गर्छु म सिक्छु आफै मात्रै खेल्ने हो यसपालि त्यति मजाले त मनायौँ न छोरीहरूको चाहिँ मजाले मनाइन्थ्यो यसरी चाहिँ नमनाउने खालको भयो नि त अनि त्यसो कहिले कहिले मुड चेन्ज हुन्छ नि त मुड स्विङ भइरहेको हुन्छ अनि त्यो नमनाउने भने मैले अनि नमनाउने त नमनाउने तर छोरीको लागि चाहिँ स्पेसल्ली सरप्राइज केक चाहिँ काट्ने मेरो फेरि निर्णय भयो अनि त्यो सरप्राइज केक काटेर चाहिँ फ्यामिली कसैलाई थाहा छैन अब एकैचोटि भिडियो हेरेपछि थाहा पाउँदैछन् अनि त्यही हो साथीहरू है अनि सबैजना सन्चै हुनुहुन्छ होला स्वस्थ रहनु होला होइन व्यस्त रहनु होला मस्त रहनु होला भन्दै म चाहिँ यो कोल्याब बर्थडे भ्लग लिएर आएको छु अनि यो भ्लगलाई हेरेर चाहिँ सबैजनाले च्यानललाई लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्स्नु होला भन्दै नेक्स्ट भिडियोमा भेटौँला बाई बाई।